आजबाट मर्निङ वाक हिँड्ने भनेर बिहानै 4:41 मा उठेँ। बिहान नै उठ्न त गाह्रो हुँदो रहेछ। उठेर अब ब्रस गर्नको लागि जान्छु। ब्रस गरेर पानी खानु पर्ला। ब्रस गरेर मुख सुख धोएपछि अब 1 गिलास तातो पानी खुवाएर जान्छु। त्यही भएर तातो पानी तताउँदैछु। तातो पानी खाएर जानु पर्यो। बिहान उठेर त तातो पानी त खानु पर्यो नि त। तातो पानी खाएर सकेँ। अब ज्याकेट खोज्छु। ज्याकेट लगाएर निस्किन्छु। ज्याकेट लगाएर नि सकेँ। अब जुत्ता लाउनु पर्यो। लाइट साइट बन्द गरेर जुत्ता लगाएर हिँड्छु। अब बाटोतिर निस्किनु पर्यो। गेट खोल्नु पर्यो। गेट सेट खोल्दै गेट सेट पनि खोले। अब बाटोतिर लाग्यो। बाटोतिर त कोही छैन। बिहानै भएर होला कोही छैन। बाल मिलाउँदै यताउति हेर्दै साथीको घरतिर। साथी र म जाने भनेको। ठ्याक्कै साथीलाई पनि भेटेँ। साथी नि आयो। टाइममै आयो साथी धन्न। साथी र म कुरा गर्दै हिँड्यौँ यताउति बोल्दै। रमाइलो हुँदो रहेछ यार बिहान हिँड्न पनि। हामी फेरि माथि मर्निङ वाक डाँडामा जाने भनेर नुवाकोट डाँडामा भ्यू पोइन्टमा जाने भनेर मर्निङ वाक गर्ने कति हो मान्छे यार त्यति बिहान पनि थिए मान्छे। ठ्याक्कै माथि गएको फेरि साथी भेटेँ। साथीसित कुरा गर्दै बस्यौँ एकछिन। साथीले बहुत हर्साउने के। अनि झन्डा हेर्ने। झन्डा हेरेँ माथिको भ्यू मजाले आनन्दले भ्यू हेर्दै अनि फर्क्यौँ हामी। साथीले लास्ट हँसाउने के। भ्यू हेर्दै मजाले। अब साथी पनि यहाँबाट घर जान्छन्। साथीलाई बाई गरेर अनि हामी दुईटा यता लाग्यो। अनि साथी गयो त्यहाँबाट अनि म घर आएँ। बाई आजलाई यति। भोलि डे 2 मा भेटौँला।